प्रभु साक्षीले तपाईको प्रेमले हामी नयाँ भएका छौँ। यो भत्किएको संसार, यो दबिएको संसार, यो टुक्रिएको संसारमा भत्किएको जीवनहरू, भत्किएको सम्बन्धहरू, भत्किएको परिवारहरू, भत्किएको देशहरू, भत्किएको सम्बन्धहरू, भत्किएको गाउँहरू, सहरहरूमा तपाईले हामीलाई आफ्नो प्रेमले निको पार्नु भएको छ। तपाईको प्रेमले हामी नयाँ भएका छौँ। त्यो प्रेमलाई बोकेर अब हामीलाई अरूलाई छुने प्रभावकारी जीवनहरू जिउन तपाईले सहायता मद्दत गर्नुहोस्। हाम्रो जीवन तपाईसँग गाँसिएको कारणले हामी पहिलाबाटै धनी छौँ, हामी पहिलाबाटै सफल छौँ, हामी पहिलाबाटै प्रभावकारी छौँ, किनकि तपाईँ सफल हुनुहुन्छ, किनकि तपाईँ धनी हुनुहुन्छ, किनकि तपाईँ शक्तिशाली हुनुहुन्छ। अनि तपाईँ दागको बोट र हामी चाहिँ हाँगाहरू हौँ। तपाईँ संसारको ज्योति हुनुहुन्छ, हामीहरू पनि संसारका ज्योति हौँ। तपाईँले हामीलाई नुनहरू भन्नुभएको छ। तपाईँको सुवासना बोक्ने मानिसहरू चाहिँ हामी हौँ। यसकारण यो कोठामा आज हामी जतिजना पनि छौँ, प्रभु हाम्रो जीवनलाई छुनुहोस्। Awaken our soul to the reality of our identities. हामी को हौँ, हाम्रो पहिचान के हो भन्ने कुरामा हाम्रो आत्मालाई बिउजन तपाईँ पवित्र आत्माले काम गर्नुहोस्। यस, हालेलुया, हालेलुया। हामीले जिउनको लागि स्वर्गीय दर्शन र शक्ति हामीले पाएको छौँ।